नमस्कार। नेपाली जनताले 2082 साल फाल्गुन 21 गतेभन्दा अगाडि के चाहेको थियो? जम्माजम्मी परिवर्तन। परिवर्तन किन र केको लागि चाहिएको थियो? यो कुरा कसैले पनि बोलेन। हामीले पटक पटक प्रश्न गर्यौँ, के को लागि, किन परिवर्तन चाहिन्छ त्यो त बताइदिनुहोस्। तर सम्पूर्ण मतदाताहरू एकै स्वरमा बोले, हामी पुरानो नेताहरूलाई हेरिसक्यौँ, अब नयाँ नेताहरूलाई पनि पालो दिनुपर्छ। जब तपाईँले बिना कुनै भिजनको, बिना कुनै एजेन्डाको तपाईँले मत खसाल्नुभयो, परिवर्तन त आउँछ नि, आयो पनि। तर यो परिवर्तन कस्तो प्रकारको हो त्यो बुझ्न गाह्रो छ र तपाईँहरू त्यति बेला पनि बुझ्नु भएको थिएन र अहिले किन रुँदै हुनुहुन्छ मलाई बुझ्न अब मलाई र हामी जस्ता थुप्रैलाई चाहिँ गाह्रो भइरहेछ। तपाईँले परिवर्तन चाहनु भएको थियो। हिजोको सरकारले बोर्डर सिल गर्न सकेन। 100 रुपियाँमा चाहिँ 100 भन्दा बढी चाहिँ सामान ल्याउँदा भन्चार लाग्छ, गर्न सकेन। यो सरकारले गरेर देखायो। यो एकदमै सराहनीय कदम छ। यो कदम चालिरहँदाखेरि नेपालको बजारमा महँगी बढ्छ या फेरि कालो बजारी हुन्छ, त्यो सबसँग सरकारलाई कुनै मतलब छैन। मतलब पनि किन होस्, बिचारा तिनीहरू कति बढी गरिब थिए। उनीहरू नजिक चाहिँ 190 तोला 200 तोला जति सुन मात्र छ, करोडौँको सम्पत्ति छ। तिनीहरू जस्तो गरिबले हामी जस्तो धनी मान्छेको पीडालाई कसरी बुझ्छ? हामी गरिब र धनी बीचको जुन छ डिफरेन्सलाई बुझ्न सकेको छैनौँ आजसम्म। यो सरकारले बुझाएको छ। वास्तविकता हेर्दै हो भने यो सरकारले बुझायो। जो 5 स्टार होटलमा गए बसेर हरेक दिन बिहान कफी खान्छ, वास्तवमा त्यो गरिब छ, किनकि तिनीहरूको आत्मा र मन मरिसकेको हुन्छ। तर हामी जस्तो मान्छे आफूलाई धनी देखाउनको लागि राम्रो लुगा लगाउने प्रयास गर्छौँ। हामी आफूलाई धनी देखाउनको लागि दिनमा कमसेकम 2 छाक खाना खान्छौँ। वास्तवमा त हामी पो धनी रहेछौँ, उनीहरू धनी छैन। हाम्रो मन एकदमै धनी रहेछ। हामी आफू नजिक भएको सबै कुरा चाहिँ अरूलाई दिन खोज्छौँ, अरूलाई खुसी राख्न खोज्छौँ। वास्तवमा हामी धनी छौँ उनीहरूभन्दा। र हामीले एउटा कुरा के बुझ्नुपर्छ भने हामीले मत खसाल्यौँ र चुपचाप, हिजो पनि के बोल्यो, चुपचाप घन्टी छाप जसरी गर्यो, आज पनि चुपचाप कानमा र आँखामा तेल लिएर, तेल लिने अलिकति पोल्छ आँखा, त्यसले सहजै निद्रा आउँछ। चुपचाप बेडमा सुत्ने। जति बेला तपाईँले मत खसाल्नुभयो र जति बेला तपाईँले विरोध गर्न बन्द गर्नुभयो, अनि त्यसपछि यो सरकारको र प्रशासनको अराजकता चालु भयो। आज पनि केही बोल्दै हुनुहुन्न, नो प्रब्लम, केही छैन। घर त अरूको जाँदैछ, तपाईँले बिर्सिँदै हुनुहुन्छ। एकजना महान शायरले बोल्नु भएको थियो, लगेगी आग तो आएंगे कई घर जद में, यहाँ पर हमारा मकान सिर्फ थोड़ी है। या एउटाको मान्छेको मात्र घर छैन। छोड्नुहोस् नि, अरूको घर सडकमा आउँदैछ, अपाङ्ग व्यक्ति चाहिँ सडकमा बिचल्ली जस्तै रुइरहेछ, कराइरहेछ, कोही त्यसलाई हेर्ने छैन। अब एकजना ऱ्यापरले गाना गाउनुहुन्थ्यो, गरिबको खै के गर्ने कोही छैन। आज त्यही ऱ्यापर कता खै सुतेको छ, त्यसको आत्मा मरिसकेको छ, के भएको छ मलाई थाहा भएन। सुकुम्बासी टोलमा जानुहोस्, सुकुम्बासी बस्तीमा बस्ने जति पनि व्यक्तिहरू छन्, यदि मुस्लिम समुदायका छन् भने त्यो रोहिङ्ग्या छन्, यदि इसाईका छन् भने पास्टर छन्। पास्टरलाई अब पास्टर भन्ने या बास्टर भन्ने आई डोन्ट नो, त्यो छन्। जम्मा जम्मी यो देशमा जति पनि नागरिकहरू छन् जो गरिब छन्, तिनीहरू कुनै न कुनै देशबाट आएका हुन् र तिनीहरूलाई चाहिँ खेदाउने काम अब यो सरकारले एकदम सुरु गरिदिएको छ। हामीले परिवर्तन चाहेका थियौँ नि। परिवर्तन के को लागि चाहिएको थियो? हामी गरिबीबाट एकदम दबिसकेको थियो। अब गरिबी मेटाउनको लागि सबैभन्दा राम्रो काम उपाय के छ भने गरिब सबैलाई मेटाइदिने। गरिब मेटिने बित्तिकै गरिबी त स्वतः मेटेर जान्छ, त्यसपछि त कुनै समस्या रहेन। अब यो गर्दा पनि सरकारले यति राम्रो काम गर्दा पनि तर पनि निद्रा आउँदैन जनतालाई। गरिबलाई पिट्दैछ, गरिबलाई पिट्दैछ। खै गरिबलाई पिटेन भने, खेदाएन भने गरिबी कसरी अन्त्य हुन्छ? गरिबको घर झोपडीहरू तोडेन भने र केही धनीहरूको पनि त घर तोड्नु पर्यो नि। गरिबको झोपडीहरू तोडेन, उजाडेन भने त फेरि देशलाई हेर्न आउँछ बाहिरको पर्यटनले, त्यो के हेर्छ, ए कस्तो गरिबहरू रहन्छ। सबभन्दा राम्रो गरिबलाई नै मेटाइदिने, गरिबी नमेटाउने। गरिबलाई मेटाउने बित्तिकै गरिबी स्वतः मेटेर जान्छ। जसरी अन्धकारलाई मेटाउनु छ भने अन्धकारसँग केही नगर्ने, त्यहाँ एउटा उज्यालो मात्र गरिदिने, अन्धकार आफै विलय भएर जान्छ। यो सब कुराहरू बोलिरहँदाखेरि म अहिलेको तत्कालीन गरिब सरकारलाई के आह्वान गर्न चाहन्छु भने तपाईँहरूले आफ्नो गरिबी हामीलाई नदेखाउनुहोस्। हामी जस्ता
धनी जनताहरूलाई एकदमै पीडा हुन्छ। तपाईँहरूको कार्य गर्ने प्रणाली पनि एकदमै राम्रो छ, अव्वल दर्जाको। स्टन्ट त तपाईँ पटक्कै देखाउनुहुन्न र स्टन्ट देखाउने काम त हाम्रो हो। हामी सडकमा कुद्छौँ, दगुर्छौँ, मान्छेहरूको पीडालाई हेर्छौँ। त्यो हेर्नु हाम्रो मूर्खता हो। हामी मूर्ख छौँ, हामी मूर्ख प्राणी छौँ, जसले गर्दाखेरि त्यो सब कुरा देखिन्छ। तपाईँहरू त्यो नहेर्नु। तपाईँको सम्पत्ति अहिले केही करोडौँको छ भने म तपाईँहरूसँग चाहिँ अनुरोध गर्न चाहन्छु, तपाईँ अरबौँको बनाउनुहोस्, कसैले केही सोध्दैन। अहिले पनि सब चुपचाप, एकदम चुपचाप नै रहन्छ। देशमा जनता सबै सुतिसकेका छन्। तपाईँ अझै बढी त्यसमा चाहिँ सुतेको जुन स्लिपिङ टेब्लेट खाएर सुतेको छ, स्लिपिङ पिल्स खाएर सुतेको छ, त्यसमा अझै एक दुईवटा कहिलेकाहीँ यस्तो आफ्नो जुन बखानहरू छ त्यो गरिदिनुहोस्। सब जनता त एकदम खुस भइहाल्छ। त्यही भएर हामीले के बुझ्नुपर्छ भने अब उपरान्त विरोध त पक्कै गर्नु हुँदैन, किनकि हामीले जिताएर पठाएको छौँ र बालेन सरकारले गरेको छ भने पक्कै पनि केही सोचेर गर्नुभयो होला र उहाँले गरेको काम अव्वल दर्जाको हुन्छ र उहाँले गरेको काम कदापि पनि गलत हुन सक्दैन। किनभने उहाँको नाम अहिले वर्ल्डको सबैभन्दा पपुलर म्यागजिनमा, टाइम्स म्यागजिनमा पनि आइसकेको छ र पपुलर मान्छेहरूमा आएको छ। नरेन्द्र मोदीज्यूलाई चाहिँ हाम्रो बालेनजीले त पछाडि छोडिसक्नु भएको छ। यो कुरा बुझ्नुहोस्, यो कुरा बुझ्नुपर्ने कुरा हो। यो सानो चान्चुने कुरा होइन। जनता मरोस् मतलब छैन, तर तपाईँ सधैँ अव्वल भएर राख्नुहोस्। अव्वल भन्नु म त भन्छु मात्र टप 100मा होइन कि टप 1मा आउनुहोस्, 1 नम्बरमा आउनु तपाईँ। त्यसको लागि हाम्रो रगतै बगाउनु पर्छ भने बगाउनुहोस्, नो प्रब्लम। नेपालको जनताले केही तपाईँलाई बोल्दैन, फुल समर्थन। म त तपाईँलाई भोट दिन सकिनँ, तर अब चाहिँ तपाईँलाई मेरो फुल समर्थन रहेको छ। तपाईँ यस्तै अगाडि बढिरहनुहोस्। हामी नेपाली जनता, म त हुन सक्छु सक्दिनँ थाहा भएन, तर नेपाली जनता तपाईँको साथमा छ। धन्यवाद।